व्हाट्सअप माई ब्युटिफुल पिपल गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज पनि फेरि मेरो ब्लग त सुरुवात भइसकेको छ हैन। म चाहिँ आज दिउँसो सुतेर भर्खर उठेर फ्रेस हुन जान लागेको है। फ्रेस हुन लागेको पनि म यही रुमको वरिपरि घुमेर यसो हैन। दिउँसभरि रुममा सुत्दा बोर भयो नि त, अनि यति बेलासम्म सुत्यो। हिजो कति बजीदेखि सुतेको, हिजो बेलुका 2 बजीदेखि सुतेको, अहिलेसम्म सुते है। सुतेर अनि भर्खर उठेर चाहिँ म फ्रेस हुन लागेको है। फ्रेस भएर म चाहिँ धेरै हैन यही रुमको वरिपरि घुम्छु हैन। के कस्तो छ मेरो रुमको वरिपरि के छ कस्तो छ भनेर म तपाईहरुलाई देखाउने नै छु। अनि यो चाहिँ म जान लागेको यहाँ सानो एउटा पार्क छ, त्यो पार्कमा घुम्न जाँदैछु। अनि यो पार्कमा चाहिँ फुलहरू पनि फुल्छ कि, अनि हेरौँ के कस्तो छ म तपाईहरुलाई देखाइ नै हाल्छु हैन। फुल फुलेको छ कि छैन कि हैन त्यो त थाहा छैन, तर यो फुलहरू हेरेर चाहिँ त्यहाँ पनि यस्तै गरेर फुलेको छ भन्ने सोचिरहेको छु मैले चाहिँ हैन। ल हेर्नु न, अहिले त जताकतै यही हो कि साकुरा जता गयो तपाईहरुले यही देख्नुहुन्छ हरियाली। जता गयो यही हेरेर बस्न पनि मन लाग्छ है तपाईहरुलाई। ल हेर्नुस् गाइस, अनि यो चाहिँ मेरो रुमदेखि हल्का यता आएपछि यस्तो दामी भ्यू छ। ल हेर्नुस्, अरू केही नभएको पनि काम नभएको बेला यहाँ आयो, यो पार्कमा बस्यो, भ्यू हेऱ्यो, अनि मस्तसँग बस्यो हैन। साथीहरु यहाँ चाहिँ फोहोरहरू फाल्न अनि यस्तै माथि चढ्न चाहिँ मनाइ गरेछ है साथीहरु। यहाँ चाहिँ चढ्नु हुँदैन। यो चाहिँ सानो पोखरी, मेरो नेपाल घरको छेउमा पनि यस्तै पोखरी थियो कि, सानो पोखरी थियो हैन। यहाँ पनि त्यस्तै छ। ल हेर्नुहोस् है भ्यूहरू। यो फुल त जताकतै छ कि, अहिले जमानभरि नै फुलिरहन्छ। कस्तो दामी देखिरहेछ है भ्यूहरू नै, यस्तो मजाको आनन्द। आज मौसम पनि हेर्नु न, हिजो चाहिँ बेसरी पानी पर्यो, आज पनि त्यस्तै गरिरहेछ। सायद बेलुका पानी पर्न सक्छ भन्ने अनुमान लगाएको है। यस्तो मौसम देखेपछि त पानी त परिहाल्छ। ब्ल्याक मौसम छ हैन। नेपाल छँदाखेरि त यस्तो पानी परेको बेला है टक्कसँग त्यो पपन बुट्यो, त्यसपछि चिया खाँदै पपन खाँदै बस्नुको मजा छुट्टै थियो। साथीभाइहरूसँग गफ गर्दाको मजा। अहिले त अब को कहाँ छ को कहाँ छै, आफू यस्तो ठाउँमा छ, अरू साथीहरू कस्तो ठाउँमा छ, के गरिरहेछ भन्ने कुरा थाहै हुँदैन। अब आफू बिजी भएको बेला उनीहरू खाली हुन्छ, उनीहरू खाली भएको बेला आफू बिजी हुन्छ। फोन गर्ने टाइम त्यस्तै हुन्छ नि। अब कति बेला उनीहरूको टाइममै मिल्दैन, कति बेला हाम्रो टाइममै मिल्दैन। उस्तै नेपालको र यहाँको उस्तै झनै 3.5 घन्टाको फरक छ। अब 3.5 घन्टामा उनीहरू कता बिजी हुन्छ। त्यस्तै भएर पनि आजभोलि धेरै साथीभाइहरूसँग कुरा गर्न पनि पाइएको छैन, केही गर्न पनि पाइएको छैन हैन। साथीहरूले सोच्यो होला बिर्सिसक्यो हामीहरूलाई भनेर, तर त्यस्तो चाहिँ होइन है। जे जस्तो भयो नि, जहाँ भयो नि, मैले सधैँभरि मेरो साथीहरूलाई सम्झिरहेको छु है। जस्तो सुकै अवस्थामा भए पनि हैन, फोन गरेन मेसेज गरेन भनेर चिन्ता चाहिँ नलिनु होला कृपया। किनकि जे जस्तो भयो पनि म मेरो साथीहरूलाई सधैँभरिलाई सम्झिरहने छु। त्यो जुन हामीले बाल्यकालमा बिताएका ती पलहरू, ती समयहरू अझै नै मनमै छ, सधैँभरि अमर हुन्छ भन्ने आशा गर्दैछु म हैन। होप तपाईहरुले पनि मलाई बिर्सिनु हुँदैन भन्ने मैले आशा गरेको छु हैन। त्यही नै हो, अरू त के भन्नु छ। अब यसो टाइम भएको बेला चाहिँ बेलामा सम्झिँदै गर्नु होला कृपया। अब कतिपय साथीहरूलाई मेसेज गर्दाखेरि
सिन हुन्छ, मेसेज रिप्लाई हुँदैन। कतिपय साथीहरूले आफूलाई मेसेज गरे हुन्छ, आफूले सिन गरे हुन्छ, मेसेज गर्ने त्यस्तै हुन्छ होइन। मेसेज गर्दा गर्दा पनि होइन अब टाइम नै हुँदैन कि कहिले कसो त अब यहाँको मान्छेहरू प्रायः जस्तो सबै बिजी होइन। अब नेपालबाट हामी यहाँ आउनु भनेको खालि त्यही पैसा कमाउन, भविष्य बनाउन हो नि त। त्यही सोच लिएर सबैजना दौडधुप गर्दै बसिरहेको हुन्छ। अब त्यही त हो, अब मेसेज गरेको बेला मेसेज रिप्लाई गरेन, फोन उठाएन, फोन फर्काएन भन्ने हुन्छ। अब मान्छेहरू यहाँ दुःख गरिरहेको हुन्छ, कति मेहनत गरिरहेको हुन्छ, आफ्नो आउने भविष्यको फ्युचर राम्रो होस् भन्ने सोचले हिँडिरहेको हुन्छ होइन। म त त्यही भन्छु, के कसो गाइजहरू तपाईँहरूले चाहिँ के भन्नुहुन्छ? त्यही हो होइन, त्यही हो। यहाँ चाहिँ जापानिज मान्छेहरू हिँडिरहेको छ। सर किरै देश नेこれ白はこの前白がないですか？白は1匹、この前ね、あの辺にね、4、5匹ぐらいおった。隠れとっちゃろうね。うん。ここきれいすりゃいいのにね。そうね。ほんと来たな。はい。जापानिज हजुरआमा जानुभयो होइन। अब यस्तो बकुलाहरू होइन, यो बकुला भन्छ कि के भन्छ त्यस्तो देखेर अब कहिले कसो आउँदो रहेछ कि यो सेतो देखेपछि चाहिँ कति राम्रो भनेर भनिरहेको हुन्छ कि। अब जापानिजहरूलाई केही देख्नै हुँदैन कि, अलिकति केही राम्रो चिजहरू देख्यो भने वाउ कस्तो राम्रो भनेर यताउता भन्ने पुरा कमेन्टहरू गरिहाल्छ कि। ल हेर्नुहोस् यहाँ पनि वाउ कस्तो राम्रो फुलेको, त्यो चाहिँ छुट्टै किसिमको छ। यति भन्दै आज चाहिँ म मेरो भ्लग यही नै टुङ्गाउन चाहन्छु। सबैजनालाई हेरेर साथ सपोर्ट अनि माया दिनु होला। सब्सक्राइब नगर्नुभएकोले सब्सक्राइब गर्नु होला। यदि सब्सक्राइब गर्नुभएको छ भनेपछि बेल आइकनमा गएर अल थिच्न चाहिँ नभुल्नु होला।